हेलो नमस्कार सम्पूर्णलाई स्वागत छ मेरो फुड नेपाल युट्युब च्यानलमा। आज चाहिँ म तपाईहरुको सामु नयाँ रेसिपी लिएर आएकी छु। आज चाहिँ म बनाउन जानेछु ताजा ताजा खट्टी मिठी। सुरु गरौँ है त। यहाँ चाहिँ मैले आँपलाई रेडी पारिसकेको छु। यसलाई मैले राम्रोसँग पखालेर रेडी पार्छु। अब चाहिँ मैले आँपको बोक्रा पनि राम्रोसँग छिलिसकेकी छु। अब यसलाई मैले मसिनो टुक्रा टुक्रा पारेर काट्छु। यहाँ चाहिँ मैले आँपलाई मसिनो टुक्रा टुक्रा पारेर काटिसकेकी छु। अब यसलाई मैले 1-2 घण्टा घाममा सुकाउँछु। अब चाहिँ आँप सुकेर रेडी भइसकेको छ। खट्टी मिठी बनाउनको लागि चाहिँ मैले यहाँ 1 किलो सक्खर लिएकी छु। अब चाहिँ यसलाई मैले मसिनरी टुक्रा टुक्रा पारेर काट्छु। आगो बालेर मैले यसमा प्यान राखिसकेकी छु। यसमा मैले तेल पनि राखिसकेकी छु। अब यसमा चाहिँ मैले 5 फुरन फुराउँछु। अनि मैले अघि काटेर रेडी पारेको आँपलाई पनि यसमा एड गर्छु। अब यसलाई राम्रोसँग चलाउनुहोस्। आगोमा बनाउँदाखेरि साह्रै मिठो हुन्छ। आँप चाहिँ मजाले पाकिरहेको छ। यसमा चाहिँ अब मैले स्वाद अनुसार नमक एड गर्छु। अब यसमा मैले थोरै हल्दी पनि एड गर्छु। अब चाहिँ यसलाई मैले सानो आगोमा बनाउँछु र यसमा मैले चाहिँ खुर्सानीको धुलो एड गर्छु। अब चाहिँ आँप मजाले पाकिसकेको छ। यसमा चाहिँ मैले अघि काटेर राखेको सक्खरलाई एड गर्छु र यसलाई राम्रोसँग चलाउँछु। अब चाहिँ आँपको ताजा ताजा खट्टी मिठी रेडी भयो।